जय मसीह। व्यस्तताको बावजुद पनि तपाईँहरू उपस्थित हुनुभएको छ। सम्पूर्णलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु, किनभने परमेश्वरले आफ्नो अनन्त उद्देश्य पूरा गर्नलाई यस संसारमा जिउनुहुन्छ र काम गर्नुहुन्छ। हालेलुया। अनि आज तपाईँ र म चाहिँ परमेश्वरले गर्नुभएको प्रेम र कामले अनुग्रहले चाहिँ आज हामी यस ठाउँमा भेला भएका छौँ। हालेलुया। परमेश्वरलाई धन्यवाद। And also thank God for opening all this place and conduct a small fellowship over here. And I would like to invite Ms. Elizabeth to come forward and so that we could share a small gift on behalf of the inaugural church. We're inviting the Holy Spirit to be here amongst us. आज हामीले विश्वास गरेको कारणले नै आज हामी